हाम्रो पुस्ता चाहिँ अन्याय सहेर बस्थ्यो, यो पुस्ता चाहिँ अन्याय सहेर बस्दैन। हाम्रा बाबुआमा खाडीमा, तिम्रा छोराछोरी गाडीमा, यो नारा जसरी लाग्यो नि, यो चाहिँ अन्याय अत्याचारको पराकाष्ठ हो। एउटा शासक सन्की हुँदा मुलुकले केसम्म बेहोर्छ भन्नेको सुरुवात हो त्यो। म अचम्बित केमा छु भने सिंहदरबार किन जलाइयो, म अचम्बित केमा छु भने सर्वोच्च अदालत त पनि सर्वोच्च अदालतका फाँट छानी छानी कसले जलायो। सुशीला कार्की प्रधानमन्त्री जेनजीले मात्रै बनाएको होइन, यति मान्नुहोस् है। सुशीला कार्कीलाई प्रधानमन्त्री जेनजीले मात्रै बनाएको होइन, केही मन्त्रीहरू पनि पहिले निश्चित थियो। तर यो विशुद्ध पानी नहालेको दुध होइन, यो विशुद्ध पानी नहालेको दुध होइन, यो दुधमा पानी मिसा पनि होइन, यो पानीमा दुध मिसा हो। सेनालाई ब्यारेकबाट निकाल्नु जति सजिलो छ, इट्स टु टफ टु गेट देम ब्याक। सेनालाई फेरि ब्यारेक फर्काउने कुरा चाहिँ एकदमै गाह्रो हुन्छ। त्यस कारणले सेना ब्यारेकबाट निक्लिने कुरालाई हामीले हचुवामा गफ गर्नु हुँदैन। बालेन शाह यो पटक प्रधानमन्त्री हुन सक्ने सम्भावना थिएन। यसको पछाडिको कारण मलाई नसोध्नुहोस्। सबै चर्चा यथार्थका लागि हुँदैन, त्यसैलाई भन्छन् मिडिया ट्रायल। आन्दोलन क्रान्तिले संविधान पढ्दैन, यो क्रान्ति हो, आन्दोलन होइन। केपी ओली रमेश लेखकहरू कानुनी दायरामा आउन जरुरी छ। उनीहरूको निर्देशनमा नागरिकहरूको कत्लेआम भएको छ। तपाईँ सोच्नुहोस् त, एउटा नेताको छोरी या छोरा जसको कुनै व्यवसाय छैन, बाउको पछि पछि लागेर हिँड्ने मात्रै हो, राज्यको पदमा पनि पुगेको छैन, तर उसको काठमाडौँमा घर छ, उसको काठमाडौँमा घर छ, टोयोटा गाडी चढेर हिँड्छ, टोयोटा गाडी। तपाईँ हामीलाई टोयोटा गाडीको मूल्य सुन्यो भने पनि ज्वरो आउँछ। उसले लगाउने एउटा घडीले काठमाडौँमा घर आउँछ, उसले चढ्ने एउटा गाडीले काठमाडौँमा घरहरू आउँछ। नगद पैसा त गाडेर राख्नुभयो होला कि पानी ट्याङ्कीमा राख्नु भएको छ भनेर सोधेको थिएँ। पानी ट्याङ्कीमा राख्दा भिज्छ, अनि गाडेर राख्यो भने धमिरा लाग्दैन र भनेर उहाँले सोध्नु भएको थियो। तर संयोग